हामी जान्छौँ नभए हामी फेरि जुलुसै लिएर स्वास्थ्य मन्त्रालय छिर्ने हो र डाक्टर छिर्न नमिल्ने मन्त्रालय भनेपछि हाम्रो देशको हरिबिजोग के रहेछ भने यहाँ हामी 100-150 डाक्टर थियौँ। हाम्रो समस्याको थियो, हामीले चाहिँ समाधान खोजेको। हिजै हामी चाहिँ स्वास्थ्य मन्त्रालय माइती घरबाट गएर स्वास्थ्य मन्त्रालय धरना दिन्छु 2 घण्टा भनेको थियौँ। हामीलाई चाहिँ 10 बजे नै सिधै स्वास्थ्य मन्त्रालय जान पनि सकिन्थ्यो होला, तर हामीले के भने यहाँ माइती घरमा बसेर चाहिँ हामी यहाँबाट हिँड्दै जाने भन्ने तय गरेकोमा अब हामीलाई जान रोक्नलाई यहाँ प्रहरी यत्रो चाहिँ तैनात गरिएको छ। यद्यपि राज्यले प्रहरीकै उसमा गर्ने हो भने आफ्नो 16औं निर्णयको कार्यान्वयन गर्न गृह प्रशासनको प्रयोग गर्छ। हामीलाई रोक्नलाई गृह प्रशासन चाहिँदैन, किनभने हामी आफैमा सेतो कोट लगाउने प्रहरी हौँ। हामी चाहिँ उहाँहरूले त धनको मात्रै सुरक्षा गर्नुहुन्छ होला, जनको मात्रै सुरक्षा गर्नुहुन्छ होला, हामी त तन मन धन सबैको सुरक्षा गर्नुहुन्छ। तपाईहरु 30 जना जानुहुन्छ, यदि 30 जना पनि जान दिनु भएन भने सबै बल प्रयोग गरेर जानुहुन्छ? पहिले त 30 जनामा सहमत भयो भने 30 जना जान्छौँ, भएन भने हामी यो निषेध घेरा टोलेर सबै जान्छौँ। डाक्टर साहब, अब तपाईँ चिकित्सा सङ्घको अध्यक्ष पनि हुनुहुन्छ, यसरी सडकमा आइरहनु भएको छ, मन्त्रीसँग के कुरा भएको छ कि छैन? मन्त्रीज्यूहरूसँग हामीले पटक कुरा गरेको हो, पुरैबाट चाहिँ निर्णय पनि गराएको हो। यद्यपि निर्णय गरेपछि राज्य चाहिँ त्यो निर्णय कार्यान्वयन गर्नुभन्दा त्यो निर्णय कार्यान्वयन गर्ने बहानामा अन्य खेतीपातीमा लागेर यो स्थिति आयो। भन्न खोजेको आजको कुरा गर्दैछु म, अरू त तपाईँ